प्रतिसभा विघटन भइसके पछाडि संविधानको व्यवस्था बमोजिम प्रावधान बमोजिम नै प्रतिसभामा उत्पत्ति भएको विधेयकहरू जुन चाहिँ पारित भएनन् दुवै सभाबाट तिनीहरू निष्क्रिय हुन पुगे। अर्को कुरा राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिसभामा विचाराधीन भएको विधेयकहरू पनि निष्क्रिय हुन पुगे। यसरी हेर्दाखेरि राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिसभामा विचाराधीन रहेका 7वटा र प्रतिसभामा नै उत्पत्ति भएका 23वटा गरेर जम्मा 30वटा विधेयकहरू चाहिँ निष्क्रिय हुन पुगेको अवस्था हो। अर्थतन्त्रसँग जोडिएका विधेयकहरू अब हुन त अब प्रायः सबै विधेयकहरू अर्थतन्त्रसँग जोडिन्छन् नि। जसरी सुकै हेर्नु न त्यसले आर्थिक दायित्वहरू सिर्जना गर्छन्। विधेयकहरू कार्यान्वयन गर्दाखेरि कतिपय विधेयकहरूले चाहिँ अब राजस्व उठाउने अथवा दस्तुर उठाउने लगायतका विषयहरू पनि हुन्छन्। यद्यपि अरूभन्दा अलिकति बढी प्रभाव पार्ने विधेयकको रूपमा चाहिँ हामी चाहिँ कस्तो भन्दा ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी विधेयक भयो, त्यसै गरेर निकासी पैठारीसँग सम्बन्धित विधेयक भयो, अनि औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक भयो, वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकहरू चाहिँ भन्न सक्छौँ। ती विधेयकहरूले अलि बढी अर्थव्यवस्थासँग सम्बन्धित हुन् भनेर भन्न सकिन्छ। प्रतिसभा नयाँ गठन भइसके पछाडि यी सबै सरकारी विधेयकहरू हुन् र चाहिँ सरकारले नयाँ विधेयक चाहिँ दर्ता गराउनुपर्ने अवस्था हुन्छ। जुन अवस्थामा छ त्यसैलाई समेत समावेश गरेर त्यसलाई परिमार्जन गरेर दर्ता पनि गराउन सकिने अवस्था रह्यो।